आज म साडी लगाएर खेतमा जाँदैछु। तपाईँ हेर्नुहोला। म तपाईँले देखाउन गइरहेको छु कि लसुन कसरी लगाउने। लसुन कसरी लाउँदा धेरै फल्छ र लसुन ठुलो भइसकेपछि के गरिदिनुपर्छ भन्ने तपाईँले देखाउन गइरहेको छु। यो खासमा मेरो आफ्नो बारी त होइन, मेरो पलतिरको बारीमा देखाउन गइरहेको छु। गाइज, यहाँ जाने बाटो साह्रै अप्ठ्यारो छ, कसरी जाम? तपाईहरु यो लसुन लगाउँदै हुनुहुन्छ भने यसरी लगाउनु होला। लसुन चाहिँ लगाउन पनि त्यो एकै ठाउँमा लगाउनु हुन्न, ग्याप ग्याप गरी लगाउनु पर्छ, बाक्लो लगाउनु हुन्न। यसरी लसुन चाहिँ ठुलो भइसकेपछि यसरी बाँधिदिनु पर्छ। यसो गर्ने पनि धेरै फल्छ। सोपलाई चाहिँ यसरी लगाउनु पर्छ। यहाँ धेरै राम्रो सोप छ। यता धनिया छ। अनि गाइज, म देखाउन गइरहेको छु तपाईले टमाटर कसरी लगाउने। यसरी लगाउनु पर्छ टमाटर। अनि बोडी चाहिँ यसरी लगाउनु पर्छ। बोडीलाई चाहिँ पानी हाली राख्नु पर्छ है गाइज। अनि यहाँ चाहिँ लसुन छन्। यहाँ चाहिँ फर्सी छ। फर्सीलाई यसरी यो परालको पात राखेर लगाउने भने गाइज धेरै राम्रो हुन्छ। फलिरहेको छ गाइज। यहाँ चाहिँ सिमी छ गाइज। भलक बनाउनु लाग्यो क्या। सो यहाँ चाहिँ यो बन्दाकोपी हो कि फुलकोपी छ गाइज। यहाँ चाहिँ सोप छ। आफै लगाएको कसको साडी देखाउन गइरहेको छु। फुलहरू देख्न सक्नुहुन्छ। यहाँ यो मौसममा यस्तो फुलहरू कति राम्रो देखिन्छ गाइज। यो फुल कहिल्यै सुक्दा पनि सुक्दैन, सधैँ फुलिरहन्छ। बाह्रै मास तपाईँले नजिकको नर्सरीबाट यो फुलहरू लिएर आएर राख्न सक्नुहुन्छ गाइज। अनि यो चाहिँ के प्लान्ट हो? यो प्लान्ट राख्ने भने सर्प आउँदैन गाइज। ल अब गाइज फेरि देखाउन गइरहेको छु गाइज। यस्ता फुलहरू छन्। यस्तो फुल पनि धेरै राम्रो हुन्छ। तपाईँले घरभित्र यसरी गमलाहरू राखेर यसरी राख्न सक्नुहुन्छ गाइज। माथि यस्तो लगाउन सक्नुहुन्छ। यस्तोले धेरै राम्रो गर्छ, टिनलाई पनि सुरक्षा गर्छ। तपाईँले चाहिँ यो पनि राख्न सक्नुहुन्छ घरभित्र। अनि त्यो फुल पनि लगाउन सक्नुहुन्छ। फेरि भोलिको ब्लगमा भेटौँला। बाई गाइज। एन्ड मेरो च्यानल सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरिदिनु होला। बाई बाई गाइज। थ्याङ्क यू। खेतीपातीको रिलेटेडमा मेरो ब्लग हेर्दै गर्नु होला। बाई गाइज। आज म साडी लगाएर खेतमा जाँदैछु। तपाईँ हेर्नुहोला। म तपाईँले देखाउन गइरहेको छु कि लसुन कसरी लगाउने। लसुन कसरी लाउँदा धेरै फल्छ र लसुन ठुलो भइसकेपछि के गरिदिनुपर्छ भन्ने तपाईँले देखाउन गइरहेको छु। यो खासमा मेरो आफ्नो बारी त होइन, मेरो पलतिरको बारीमा देखाउन गइरहेको छु। गाइज, यहाँ जाने बाटो साह्रै अप्ठ्यारो छ, कसरी जाम? तपाईहरु यो लसुन लगाउँदै हुनुहुन्छ भने यसरी लगाउनु होला। लसुन चाहिँ लगाउन पनि त्यो एकै ठाउँमा लगाउनु हुन्न, ग्याप ग्याप गरी लगाउनु पर्छ, बाक्लो लगाउनु हुन्न। यसरी लसुन चाहिँ ठुलो भइसकेपछि यसरी बाँधिदिनु पर्छ। यसो गर्ने पनि धेरै फल्छ। सोपलाई चाहिँ यसरी लगाउनु पर्छ। यहाँ धेरै राम्रो सोप छ। यता धनिया छ। अनि गाइज, म देखाउन गइरहेको छु तपाईले टमाटर कसरी लगाउने। यसरी लगाउनु पर्छ टमाटर। अनि बोडी चाहिँ यसरी लगाउनु पर्छ। बोडीलाई चाहिँ पानी हाली राख्नु पर्छ है गाइज। अनि यहाँ चाहिँ लसुन छन्। यहाँ चाहिँ फर्सी छ। फर्सीलाई यसरी यो परालको पात राखेर लगाउने भने गाइज धेरै राम्रो हुन्छ। फलिरहेको छ गाइज। यहाँ चाहिँ सिमी छ गाइज। भलक बनाउनु लाग्यो क्या। सो यहाँ चाहिँ यो बन्दाकोपी हो कि फुलकोपी छ गाइज। यहाँ चाहिँ सोप छ। आफै लगाएको कसको साडी
देखाउन गइरहेको छु फुलहरू देख्न सक्नुहुन्छ यहाँ यो मौसममा यस्तो फुलहरू कति राम्रो देखिन्छ गाइज यो फुल कहिल्यै सुक्दा पनि सुक्दैन सधैँ फुलिरहन्छ बाह्रै मास तपाईँले नजिकको नर्सरीबाट यो फुलहरू लिएर आएर राख्न सक्नुहुन्छ गाइज अनि यो चाहिँ के प्लान्ट हो यो प्लान्ट राख्ने भने सर्प आउँदैन गाइज ल अब गाइज फेरि देखाउन गइरहेको छु गाइज यस्ता फुलहरू छन् यस्तो फुल पनि धेरै राम्रो हुन्छ तपाईँले घरभित्र यसरी गमलाहरू राखेर यसरी राख्न सक्नुहुन्छ गाइज माथि यस्तो लगाउन सक्नुहुन्छ यस्तोले धेरै राम्रो गर्छ टिनलाई पनि सुरक्षा गर्छ तपाईँले चाहिँ यो पनि राख्न सक्नुहुन्छ घरभित्र अनि त्यो फुल पनि लगाउन सक्नुहुन्छ फेरि भोलिको ब्लगमा भेटौँला बाई गाइज एन्ड मेरो च्यानल सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरिदिनु होला बाई बाई गाइज थ्याङ्क यू खेतीपातीको रिलेटेडमा मेरो ब्लग हेर्दै गर्नु होला बाई गाइज